के खोज्नु आउने बुस गाती खरा थाहा छैन हो र कहाँ राख्नु त ब्रुस हेर्नु त बाथरुममा छ कि समुद्र समाधि हो र हेर्नु यसो कति छ कि यति बसाल्यो हुन्न अलिक खोजौँला नि त के हो त्यो के हो यो पक्का हो नि मोबाइल जस्तै बनाएको छु मोबाइल हो त्यो हो नि खोल्नु त खोल्नु कताबाट हो योलाई यो छ नि हरियो यसलाई यसो तान्ने मम्मी अब यो मुनिको पनि तान्ने फोनै हो र मम्मी हो भने कि फोनको डब्बामा अरू के छ फोनै हो र हो कस्तो छ होला बाहिरबाट देखाउँछ नि नहुन नि सक्छ नि खै अब अरू के हाल्यो त म के थाहा यसो गर्ने हो यसो गर्ने यहाँ मुन राख्ने अनि माथिबाट तान्नु त हो त्यस्तै गर्नु हो कस्तो लाग्यो त कलर मम्मी बुढो यहाँ आउनु न पुन्टी लिएर यो झिक्ने होला है यहाँ आउनु न के गर्ला मम्मीले ओ माई गड मम्मीले त पुरा मोबाइल पसलमा काम गर्नु भएको थियो क्या पहिला यो आफै खोलेर यो पनि यसरी निकाल्ने भनेर निकालेर यहाँ के हो यो के हो यो मोबाइल आएछ कत्रो आएछ हातमा त अर्छ नि ठुलै छ मन पर्यो मन पर्यो रङ कस्तो छ मम्मी पयालो यो कुन फोन हो भने चाहिँ के भन्नुहुन्छ 17 प्रो म्याक्स भन्नु त 17 प्रो म्याक्स प्रोम्याक्स म्याक्स म्याक्स छोर हेर त आमाको फोन आमासँग झन् ठुलो फोन छ आमाको नयाँ फोन आमालाई देऊ त हजुरलाई मेरो तर्फबाट लानु आमा भन देऊ त आमालाई मै लिन्छु भन्छ क्या पुण्टेल त ल मम्मी यो चाहिँ मेरो तर्फबाट हजुरलाई धन्यवाद तपाईँले अब तपाईँलाई धेरै मैले अब तपाईँले कति गर्नुभयो मेरो लागि भनेर म त एक्सप्लेन त गर्न सक्दिनँ होइन यो त मेरो तर्फबाट धेरै सानो होला तपाईँलाई त्यस्तो भन्नु तर पनि तपाईँलाई एउटा सानो खुसी मेरो तर्फबाट अब यस्तो गर्ने हो यो चार्ज हाल्नुपर्छ मम्मी यो एक दिन पुरै चार्जमा हालेपछि के जात पर्यो सानी यो आइफोनै हो मम्मी यो आइफोनै हो यो हाम्रो भन्दा अहिलेको यो लेटेस्ट भन्छ क्या ल मम्मी यो 17 प्रो म्याक्स अहिलेको लेटेस्ट हो 17 प्रो म्याक्स यसको चार्जर यो मोबाइलको खोल्ने बुढो यसलाई चार्ज गर्नुपर्छ है फुल चार्ज गर्नुपर्छ अहिले यो चार्जर के राखिदेऊ अहिले चाहिँदैन जति पनि चार्जर छ नि त त्यही यो सिमको पनि यो पछाडि सिम हाल्ने बेला यो सिमको चाहिन्छ अब यो अहिले चार्जमा हालिदिने हो यसलाई चाहिँ यहाँ माथि राखिदिन्छु ल थ्याङ्क यू भन्नु न मम्मी भनिसक्यो त मैले अघि ए हो यसो गरेर देखाउनु न थ्याङ्क यू हुनलाई के भएर यसो गरेर देखाउनु थ्याङ्क यू त भने त मैले थ्याङ्क यू होइन क्या थ्याङ्क यू ए थ्याङ्क यू भनेर हान्दिनु न आमा किन फ्याँकौँ भनेर भन्नु न थ्याङ्क यू